नमस्कार सबैलाई, म ज्योतिष पण्डित गङ्गाधर उपाध्याय सधैँझै आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईँले सपनामा भाँडाकुँडाहरू र खाना पकाएको अथवा ग्यास चुलोहरू लगायतका यस्ता सपनाहरू देख्नुहुन्छ भने त्यस्तो सपनाहरूको अर्थ के हुन्छ त? यदि तपाईँले सपनामा भाँडाकुँडा देख्नुभयो अथवा तपाईँले सपनामा सुनको भाँडा देख्नुभयो भने यो सपनामा सुनको भाँडामा देख्नु यो निकै अत्यन्तै दुर्लभ शुभ सङ्केत मानिन्छ। यसले तपाईँको जीवनमा राजयोग सुरु हुन लागेको सङ्केत गर्छ। समाजमा ठुलो पद प्रतिष्ठा र अचानक धनलाभ हुने योग पनि यसले जनाउँछ। यदि तपाईँले सपनामा चाँदीको भाँडा देख्नुभयो भने चाँदीको भाँडा चन्द्रमासँग जोडिएको हुन्छ। यसले घरमा सुख शान्ति र शीतलता ल्याउँछ। यदि परिवारमा झैझगडा भइरहेको छ भने त्यो समाधान हुने र व्यापारमा नाफा हुने सङ्केत गर्दछ। यदि तपाईँले सपनामा फलामको भाँडा देख्नुभयो भने फलामको भाँडा सफा भाँडा देख्नुको अर्थ कठोर मेहनतको फल मिल्ने तपाईँको समय आयो भन्ने सङ्केत हुनसक्छ। यदि तपाईँले खिया लागेको फलाममा खिया लागेको अथवा फुटेको भाँडाहरू देख्नुभयो भने यसको अर्थ तपाईँको खर्च बढ्न सक्छ। आफू सतर्क रहनुपर्ने हुन्छ। यदि तपाईँले भाँडा चोरी भएको देख्नुभयो भने यो अशुभ सपना हो। यसले तपाईँको बढिरहेको मान प्रतिष्ठा वा समाजमा इज्जत छ भने त्यसमा केही दाग लाग्न सक्छ अथवा त्यसमा केही आँच आउन सक्छ। यदि तपाईँले सपनामा ग्यास चुलो र आगो देख्नुभयो भने सपनामा यस्तो सपना देख्नु यो शुभ सपना मानिन्छ। यसले तपाईँको घरमा लक्ष्मीको बास हुने, घरबाट दरिद्रता हट्ने सङ्केत गर्छ। बलिरहेको चुलोले तपाईँको गुमेको ऊर्जा वा उत्साह फेरि फिर्ता आउने सङ्केत गर्छ, जसले तपाईँले कुनै कुरामा हार माग्नु भएको छ भने फेरि तपाईँमा उत्साह आउनेछ। यदि तपाईँले सपनामा खाना पकाएको देख्नुहुन्छ भने यो सम्पन्नताको प्रतीक हो। तपाईँले लामो समयदेखि गरिरहेको योजना सफल हुन लागेको छ। बिरामी हुनुहुन्छ भने स्वास्थ्यमा लाभ हुनेछ। अरूलाई खाना पकाएर खुवाएको देख्नुभएछ भने यो झन् ठुलो सपना हो, यो झन् पुण्य र सफलताको सङ्केत हो। हस्त धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।